बायोडाइनामिक फार्मरहरूले चाहिँ किसानहरूले चाहिँ गाईलाई चाहिँ एकदमै अद्भुत रूपमा लिन्छ होइन। कोही कोहीले चाहिँ किन गोरु नलिनु भएको, किन भैँसी नलिनु भएको भन्ने प्रश्न पनि गर्नुहुन्छ। त्यो प्रश्न फरक हो, त्यो आफैमा अर्कै विषय हो। तर गाई एउटा यस्तो जन्तु नभनौँ, एउटा यस्तो प्राणी हो जसको हरेक अङ्ग कृषिको लागि चाहिँ एकदमै वरदान छ भनेर गाई मार्नुपर्छ भने होइन कि। गाई मरिसकेर पनि त्यो गाईको हरेक अङ्ग चाहिँ कृषिको लागि चाहिँ कृषिको रिजेनेरेटिभ गर्नको लागि, एउटा बाँझो खेतलाई उर्वर बनाउनको लागि चाहिँ गाईका हरेक अङ्गको सही उपयोग गर्न सक्ने प्राणीको रूपमा अथवा एउटा लिभिङ बिइङ चाहिँ गाई हो। गाई जस्तो भाग्यमानी जन्तु त अरू कुनै पनि प्राणी छैन, त्यस्तो हो। त्यही भएर गाईको सबैभन्दा स्पेसल अङ्ग गाईको सिङ हो है। गाईको सिङ यस्तो हो कि अहिले त डिहर्न गर्ने चलन छ। गाईको सिङ जन्मिँदै गाईको सिङले डाम्ने चलन छ होइन। खै किन हो त्यो थाहा भएन, तर संसारभरि चाहिँ जन्मिने बित्तिकै सबभन्दा पहिला के गरिन्छ, गाईको बाछीलाई सिङ डाम्ने चलन छ। तर जति गाईको सिङ हुनु र नहुनुमा धेरै फरक छ। गाईको सिङ भयो भने त्यसको दुध राम्रो हुन्छ, त्यो गाईको क्वालिटी फरक हुन्छ, धेरै हिसाबले राम्रो छ। त्यही काम गर्नलाई कतै हान्छ कि भनेर गाईलाई चाहिँ सिङ डाम्ने चलन छ, तर त्यो चाहिँ ठिक छैन भनौँ न हिसाबले। अनि गाईको सिङमा चाहिँ एउटा कथा छ। स्वर्गलोकबाट परीहरू, भगवानहरू, देवदेवताहरू चाहिँ पृथ्वीमा आउनु पर्यो भने सबभन्दा पहिला गाईको सिङमा आएर बस्छ अरे कि, भनेको त्यो एन्टिना हो। सो गाईको सिङ चाहिँ स्पिरिचुअल वर्ल्डसँग लिङ्क हुनको लागि चाहिँ एउटा अङ्ग हो है। गाईको सिङ र बाख्राको सिङ हेर्नु हो भने बाख्राको सिङ चाहिँ हड्डी हो, हड्डी नै एक्सपान्सन भएको हो। गाईको सिङ चाहिँ हड्डी होइन, त्यो चाहिँ एक हिसाबले भन्यो भने त्यो त छाला नै हो है, छाला नै हो। अनि गाईको सिङमा चाहिँ रिङ हुन्छ। हरेक वर्ष चाहिँ गाईको सिङ, गाईले बच्चा पाउँदाखेरि चाहिँ, प्रेग्नेन्ट हुँदाखेरि चाहिँ उसले चाहिँ एउटा सिङ यसरी डेभलप गर्छ होइन। एउटा सिङ हुन्छ र बच्चा प्रेग्नेन्ट हुने बित्तिकै फेरि अर्को सिङ डेभलप हुन्छ, अनि फेरि अर्को बच्चा हुँदा फेरि अर्को सिङ डेभलप हुन्छ। सो हरेक वर्ष नयाँ सिङ डेभलप भएर आउँछ। अनि त्यही भएर त्यो लेयर त्यही भएर गाईको माथिल्लो पार्ट हेर्ने हो भने पुरै त्यो सिङले भरेको हुन्छ। र अर्को कुरा चाहिँ गाईको सिङको क्वालिटी के छ भन्दाखेरि दुहुने बेलामा, गाईले उघ्राउने बेलामा के हुन्छ भन्दाखेरि, अथवा गाई सुतेको बेलामा, गाई हिँडेको बेलामा चाहिँ के हुन्छ भन्दाखेरि ब्लड सर्कुलेसन गाईको चाहिँ सिङसँग रिलेटेड छ। हाम्रो मुटुसँग रिलेटेड भने जस्तै उसको चाहिँ गाईको सिङमा चाहिँ हरेक रगत चाहिँ सिङमा गएर फर्किन्छ कि। त्यो एकदमै अद्भुत कार्य हुन्छ त्यसमा। अनि अर्को कुरा चाहिँ गाईको चाहिँ 7वटा पेट हुन्छ है। 7वटा पेट होइन, पेट त 4वटा हुन्छ, तर 7 चरणमा चाहिँ गाईको गोबरबाट निस्किन्छ। गाईले खाएको घाँस चाहिँ 7 चरणमा 7 लाइफ प्रोसेस भएर चाहिँ गोबरमा निस्किन्छ, तर 4वटा पेट हुन्छ। अनि एकदमै मेटाबोलिक होइन। गाईको पेट जस्तो मान्छेको पेट भइदिए हामी कति बलियो हुन्थ्यो। हामी त चिनी धेरै खाए पनि समस्या छ, नुन धेरै खाए पनि समस्या छ होइन, रक्सी धेरै खाए त झन् कुरै नगरौँ होइन। सो गाई यस्तो चिज छ, जति खाए पनि दे क्यान इजिली डाइजेस्ट होइन। त्यति डाइजेस्ट के भन्ने अब त्यसलाई चाहिँ मेटाबोलिक प्लान्ट के अरे एनिमल भन्छ। त्यो जति डाइजेस्ट गर्छ नि, उसले जति उघ्राउँछ नि गाईले, त्यो गाईको फोर्स चाहिँ, त्यो प्लान्टमा भएको फोर्स चाहिँ एथेरिक फोर्स भन्छ अथवा लाइफ फोर्स भन्छ। त्यो फोर्स चाहिँ सिङमा गएर फर्किन्छ। गाईको सिङ
र मेटाबोलिकसँग यति रिलेटेड छ। गाईलाई दुहुने बेलामा तपाईँ गाई दुहुने बेलामा चाहिँ गाईको सिङ काटिदिनु भयो सपोज, यस्तै सप्काइदियो भने पुरै रगत बगेर गाई मर्छ। त्यति पावरफुल हो गाईको सिङ। र गाईले एक हिसाबले ब्रिदिङ सिङबाट गर्छ। जसरी हामीले नाकबाट सास फेर्छौँ नि, अथवा नाकले हाम्रो त हरेक अङ्गले, हाम्रो छालाले हाम्रो ब्रिदिङ गर्छ, हाम्रो कानले ब्रिदिङ गर्छ, आँखाले ब्रिदिङ गर्छ होइन। हरेक अङ्गले चाहिँ आँखाले हेरेर तपाईँ कन्टिन्युस मोबाइल हेर्नुभयो भने तपाईँको टाउको दुख्छ, अनि एकछिन यसो घुम्यो भने रिलिफ हुन्छ, ब्रिथ आउट गर्नुहुन्छ नि। सो हरेक अङ्गले हाम्रो शरीरको ब्रिदिङ गर्छ। त्यस्तै गाईको ब्रिदिङ चाहिँ म्यासिभ रूपमा अनसिन फोर्सको ब्रिदिङ चाहिँ गाईको सिङमा आउँछ। त्यस्तो अद्भुत सिङको प्रयोग चाहिँ बायोडाइनामिक फार्मरहरूले लिन्छ। गाईको सिङ कतै लड्दाखेरि फुत्क्यो भने त्यो गाईको सिङ चाहिँ हामीले सँगालेर राख्छौँ होइन। कोही गाई मरिहाल्यो भने त्यो गाईको गाड्नुभन्दा पहिला त्यो गाईको सिङ लिन्छ होइन। कुनै ठाउँमा गाईको सिङहरू भेट्यो भने चाहिँ खुसी भएर मणि पाए जस्तो गरेर चाहिँ किसानहरू खुसी भएर लिएर हिँडिरहेको हुन्छ। त्यो किन लिन्छ भन्दाखेरि अटम लागेपछि पृथ्वीमा शरद ऋतु आएपछि धान पाक्ने बेलामा के हुन्छ पृथ्वीमा? कसैले भन्नुहुन्छ? धान पाकेपछि पृथ्वीमा के हुन्छ? नेचरलाई हेर्नुभयो भने कस्तो देखिन्छ? पातहरू सबै झर्छ, नाङ्गो हुन्छ नि रुख। त्यसको अर्थ के हो? हजुर, पालुवा पलाउनु। हजुर भन्नु न, के भन्नुभयो? के होला? रुट। प्लान्ट यस्तो चिज हो कि 6 महिना चाहिँ जरा विकास हुन्छ, 6 महिना चाहिँ माथि सुट, वसन्तदेखि शरद ऋतुसम्म पुरा पात होइन, नयाँ पात, नयाँ हाँगा, नयाँ फल, नयाँ बोट लाग्छ। शरददेखि वसन्तसम्म रुट डेभलपमेन्ट हुन्छ। यसको अर्थ के हो भन्दाखेरि नेचरलाई हेर्ने हो भने, जमिनलाई, माटोलाई हेर्ने हो भने बर्खामा चाहिँ ब्रिथ आउट गर्छ पुरै। त्यही भएर फुल देखिन्छ, पात देखिन्छ, हरियो देखिन्छ, ब्रिथ आउट। अनि हिउँदमा चाहिँ ब्रिथ इन गर्छ। जसरी गरेपछि चाहिँ हामी सास फाल्ने र सास लिन्छौँ। प्रकृतिले, सिजनले चाहिँ 6 महिना ब्रिथ इन गर्छ, 6 महिना ब्रिथ आउट गर्छ। ब्रिथ आउट गर्ने बेलामा अथवा ब्रिथ इन गर्ने बेलामा शरद ऋतुमा जमिनमा चाहिँ यति लाइफ फोर्सेस हुन्छ। जमिनदेखि माथि चाहिँ केही पनि हुँदैन, सबै नाङ्गै भइजान्छ। जतिसुकै चर्को घाम लागोस् न केही पनि हुँदैन। तर जमिन मुनि चाहिँ यति लाइफ फोर्सेसको सक्रियता हुन्छ। अहिले हुँदैन, अहिले जमिन मुनि केही पनि हुँदैन, सबै जमिन बाहिर हुन्छ होइन, पुरै बाहिर। अनि जमिन मुनि चाहिँ यति सक्रिय हुन्छ विन्टरमा। त्यो सक्रियतालाई, त्यो लाइफ फोर्सेसलाई, त्यो नदेखिने माइक्रो अर्ग्यानिजमहरूलाई, त्यो गणेउला, त्यो राइजोम्सदेखि लिएर त्यो ब्याक्टेरिया, त्यो हरेक लिभिङ बिइङ्सहरूलाई, ह्युज सिभिलाइजेसन अफ त्यस्तो सभ्यताले भरिएको माइक्रो अर्ग्यानिजमहरूलाई समात्नका लागि एउटै मात्रै चिज चाहिन्छ, त्यो हो गाईको सिङ। गाईको सिङ नहुँदो हो भने बायोडाइनामिक किसानहरूले कोकको बोतलमा, यो मिनरल वाटरको बोतलमा, प्लास्टिकको बोतलमा, काठको ढुङ्ग्रोमा, भैँसीको सिङमा, गाईको सिङमा, गोरुको सिङमा, अनि माटोको भाँडामा, हरेकमा त्यो हिउँदको फोर्सलाई समात्नको लागि धेरै एक्सपेरिमेन्ट गर्दाखेरि सबैभन्दा राम्रो गाईको सिङमा भएको देखिएको छ। त्यो रिसर्चले भनेको छ होइन। सो
त्यो विन्टरको फोर्सलाई गाईको सिङमा गाईकै गोबर जसमा अझै दुहुने गाईको हरियो घाँस खाएको चरेको चौरमा चरेर आएको गाईको दुध के अरे गोबरलाई लिने र त्यो गाईको गोबरलाई भर्ने त्यो गाईको सिङमा भरेर त्यसलाई उल्टो पारेर तपाईँले जमिनमा गाड्नुभयो भने 6 महिना सेप्टेम्बर अक्टोबर नोभेम्बरमा त्यसरी गाड्नु एउटा गाईको सिङ भयो भने तपाईँको कफी फार्मलाई पुग्यो है। त्यही भएर एज अ फार्मर गाईको सिङ चाहिँ त्यति इम्पोर्टेन्ट छ। अनि त्यो गाईको सिङलाई त्यसरी गाडिसकेपछि चाहिँ त्यो जमिन मुनि हुने फोर्सेसहरूलाई चाहिँ जस्तै यो जमिन मुनि चाहिँ के हुन्छ फोर्सेस हुन्छ। त्यो सबै फोर्सेसहरूलाई चाहिँ त्यो सिङले आफूतिर तान्छ कि जसरी ऊ जिउँदो हुँदाखेरि गाई जिउँदो हुँदाखेरि रगत सर्कुलेसन हुन्थ्यो त्यस्तै त्यो पुरै लाइफ फोर्सेसहरू चाहिँ त्यो गाईको सिङमा चाहिँ त्यो गोबरमा चाहिँ के गरिदिन्छ सर्कुलेसन हुन्छ। जसले गर्दाखेरि चाहिँ 6 महिनापछि हामीले अस्ति फेब्रुअरी मार्चमा चाहिँ हामीले तनहुँमा चाहिँ निकालेको गाईको सिङ निकालेको होइन। त्यो निकाल्दाखेरि चाहिँ त्यो गाईको सिङभित्र त्यो गोबर चाहिँ मेटामोर्फोस भएर एउटा फुल चाहिँ फल भए जस्तै त्यो गाईको गोबर चाहिँ एउटा बिडी 500 भन्छ, हाम्रो भाषामा चाहिँ 500 भन्छ है। बिडी 500 भन्छ, 500 बिडी 500 भन्छ। त्यसलाई चाहिँ तपाईँले माटोको भाँडामा जोगाएर राख्ने अनि 16 लिटर पानीमा, यो त अलिक सानो भयो के अरे होइन, यस्तै 16 लिटर भाँडामा यस्तै एउटा भाँडामा 16 लिटर पानी हाल्ने र त्यसमा चाहिँ 2 चम्चा भनेको 1 आउन्स भनेको कति हो कुनै हजुर आउन्स भनेको 30 ml हो होइन, ग्राममा 30 ग्राम चाहिँ त्यो गाईको सिङमा भएको त्यो जुन पाउँछौँ नि हामीले 6 महिनापछि त्यो 30 ग्राम चाहिँ त्यो 16 लिटर पानीमा हालेर साँझमा भनेको इभिनिङ रिदम। दिनमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि डे रिदमको कुरा गर्दाखेरि चाहिँ बिहान चाहिँ सूर्योदयसँगै सबै अर्थ चाहिँ ओपन हुन्छ, दि ऑल वेक अप होइन। सनराइजसँगै पुरै प्लानेट अर्गानिजम प्लान्ट एनिमल सबै के हुन्छ खुलिन्छ। तपाईँले कफी बोटलाई नाप्नुभयो भने बिहान सनराइजको बेलामा तपाईँले टेपले नाप्नुभयो भने बेलुकाभन्दा अलिकति मोटो हुन्छ, दे एक्सपान्ड, किनभने तिनीहरू वेकअप हुन्छ। 12 बजेपछि दे अल स्लिप भनेको के भन्दाखेरि इट गोज टु रुट है, रिदम। 12 बजेपछि रुटमा जान्छ सबै फोर्सेस। बिहानको समयमा सबै प्लान्ट माथिमा हुन्छ, पातमा फलमा त्यस्तो हुन्छ। सबै न्युट्रिसियस फोर्सहरू वाटर पानी भयो सबै चाहिँ 12 बजे अगाडि चाहिँ पातमा जान्छ। त्यही फोर्सेस चाहिँ 12 बजेपछि जमिन मुनि जान्छ, रुटमा जान्छ। सो 16 लिटर पानीमा 30 ग्राम त्यो गाईको सिङमा 6 महिना गाडेको त्यो माइक्रो अर्गानिजमलाई 1 घन्टा घोलेर तपाईँले कफी फार्ममा छर्नुभयो भने साँझमा रुट एक्टिभिटी डेभलप हुन्छ। रुट एक्टिभिटी डेभलप भनेको त्यो प्लान्ट बसेको जमिनमा चाहिने सबै अर्गानिजमहरूलाई चाहिँ एक्टिभ गराउँछ। जब चाहिने अर्गानिजम एक्टिभ भयो भने नचाहिने एक्टिभिटीहरू त्यसै डोमिनेन्ट हुन्छ। सो त्यस्तो जमिनमा तपाईँको प्लान्ट चाहिँ के हुन्छ, हेल्दी प्लान्टको डेभलप हुन्छ। सो गाईको सिङ चाहिँ 500 बनाएर चाहिँ हामीले जमिनलाई चाहिँ एक्टिभेट गर्ने काम गर्छौँ।
सो कुन एउटा प्लान्ट चाहिँ स्काई र अर्थको बीचमा छ, यो आकाश यो जमिन। एउटा प्लान्ट, हरेक प्लान्ट चाहिँ जमिन र आकाशमा अडेको हुन्छ। त्यो जमिनबाट तल फोर्स तान्ने चाहिँ 500 मिटर छ गाईको सिङमा गर्ने कुरा है। सो यो चाहिँ रुडोल्फ साइनरले बायोडाइनामिक फार्मरहरूको एउटा अद्भुत फर्मुला हो। तपाईँले 2 वर्ष यो गाईको सिङको मल तपाईँको कफी फार्ममा हाल्नुभयो भने 2 वर्षपछि तपाईँको फार्म 100% अर्ग्यानिक हुन्छ बायोडाइनामिक पनि हुन्छ। वर्षमा 2 चोटि गर्दा हुन्छ भनेको 60 ग्राम भयो हुन्छ। तर सुरुमा तपाईँको फार्म जो अलिकति सङ्घर्ष गरिरहेछ, प्लान्ट पनि अब गाह्रो छ भने वर्षमा 4 चोटि गर्नु पर्ला। पानी पर्न लाग्छ भने गोल्दी नै छरेपछि अनि त्यो पानीसँग चाहिँ त्यो जमिनमा चाहिँ त्योले यति राम्रो काम गर्छ कि 16 लिटर पानीले कति रे 16 लिटर पानीमा 30 ग्रामले 1 हेक्टर जमिनमा पुग्छ। जस्ट छर्किने सुनपानी छर्के जस्तो त्यो जमिन छुनु पर्यो पानीले, अनि त्यही बेला पानी परेको हुनुपर्छ, अनि त्यसले झन् बढी काम गर्छ। अझै सक्नुहुन्छ भने खेत जोत्ने बित्तिकै खाली जमिनमा छर्ने, पानी पर्ने, त्यो जस्तो बेस्ट तपाईँको प्लान। अघि कसैले सोध्दै हुनुहुन्थ्यो मेरो जमिनमा के गर्ने भन्दाखेरि सबभन्दा पहिला गर्ने नै हो, खेत जोत्ने, पानी पर्नुभन्दा अगाडि 500 छर्ने, अनि तपाईँको जमिन चाहिँ के हुन्छ सक्रिय हुन्छ। अझ जोत्न सकिएन भने छर्ने अनि सिँचाइ पानी छ भने पानीको स्रोत पानी हाल्नु भने हुन्छ। आकाशको पानी चाहिँ बेस्ट हो। मिल्छ, त्यो पनि मिल्छ। नर्मली 500 हाल्ने प्लान गर्नुभएको छ भने पानी जसै परिरहेको हुन्छ कि। कुनै पुरानो 80 वर्ष पुगेको हामीहरूको टिचरहरूले के भन्छ भन्दाखेरि यो प्रिपरेसन 500 चाहिँ यति पावरफुल छ गाईको सिङले गर्दाखेरि, पानी परेन भने त्यो 6 महिना पानी परेन भने त्यो ठाउँको 15-20 जना किसानले 500 बोलेर छर्यो भने पानी ल्याउँछ भन्छ। त्यस्तो कुरा गर्नुहुन्थ्यो उहाँले। अब मैले चाहिँ अलिक विश्वास गर्थिनँ, तर एक हिसाबले जब प्रिपरेसन गरिन्छ नि, यो भोलिन्छ नि, त्यो बेला पानी परेकै हुन्छ। बडा इन्ट्रेस्टिङ चाहिँ त्यो चाहिँ छ। तर अब त्यो कति त्यो चाहिँ त्यस्तो छ कि त्यो पानी बोलाउँछ, यो त्यस्तो छ है। गाईको सिङबाट गर्ने काम छ। केही कन्फ्युजन छ यसमा? यो एउटा सिङमा 30 ग्राम मात्रै त हुँदैन होला, धेरै नै हुन्छ। कोही सिङ ठुलो हैन, एउटा निकालेपछि त्यो कसरी रिजल्ट लाग्छ? माटोको भाँडामा अथवा सिसाको भाँडामा त्यो गाईको सिङ निकाल्ने, त्यहाँभित्र चाहिँ पुरै ह्युमस एउटा माइक्रो अर्गानिजम बनेको हुन्छ, त्यसलाई चाहिँ खोटाएर सिसाको भाँडामा राखेर चाहिँ ढक्कन लाएर राख्नुभयो भने त्यो जस्तै बस्छ। त्यो एउटा चिज, सफ्ट चिज जस्तो हुन्छ, एकदमै नरम हुन्छ। अहिले चाहिँ हामीले यहाँ धुलोको ड्राई फर्ममा आएको छ, त्यसमा चाहिँ अरू प्रिपरेसनहरू पनि मिसाएको भएको भएर अर्कै फर्ममा छ। त्यो अहिले हामी गर्छौँ 2, 3, 4, 5 है। एउटा चाहिँ गाईको सिङको त्यो। अर्को चाहिँ गाईकै सिङबाट चाहिँ फेरि हजुर यो एकपटक राखेको 6 महिनामा निकालिदिनु। हजुर 6 महिनामा सिङको बाहिरको कभर त ड्यामेज हुँदैन, त्यसपछि दोहोऱ्याउन मिल्छ। जबसम्म त्यो खिएर जान्न नि तबसम्म युज हुन्छ। नर्मली 4 वर्षसम्म प्रयोग गर्नु मिल्छ, नत्र पछि पाल पर्छ। अनि गाईको सिङबाट चाहिँ फेरि अर्को एउटा काम गर्न मिल्छ हैन। दर्शन ढुङ्गा थाहा छ तपाईँलाई? क्रिस्टल भन्छ क्यारे होइन, क्वार्ट्ज, जुन चाहिँ छेपाराले चाटेको ढुङ्गा भन्छ क्या है हाम्रो भाषामा त, जसलाई क्रिस्टल भन्छ। जुन चाहिँ क्रिस्टलले के काम गर्छ? एनर्जी एब्जर्ब गर्छ। क्रिस्टलको माला लाउँछ नि लोगेर, एनर्जी एब्जर्ब गर्छ। एनर्जी कुन फर्ममा एब्जर्ब गर्छ थाहा छ तपाईँलाई? लाइट फर्ममा होइन। लाइट छ नि, लाइटलाई चाहिँ डायमन्ड यिनीहरू किन प्रिसियस भएको भन्दाखेरि यिनीहरूले लाइटलाई चाहिँ त्यो सिसामा लाइट चाहिँ मिडियम मात्रै फरक हुन्छ होइन। अनि त्यो
रेयरबाट डेन्सर मिडियममा मैले जाने हो। तर डायमन्डहरूमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा लाइट छिरेपछि त्यो भित्रै हराउँछ क्या, त्यो बडा इन्ट्रेस्टिङली रिफ्लेक्ट हुन्छ, त्यसले गर्दाखेरि त्यो प्रिसियस हुने हो। त्यस्तै जस्तै क्रिस्टल पनि त्यस्तै हो। यो पृथ्वी चाहिँ हो ह्युज एमाउन्ट चाहिँ क्रिस्टल छ, यो अर्थ चाहिँ अडिएको पनि क्रिस्टल छ। यसको फिजिकल स्ट्रक्चर हेर्ने भने अर्थमा धेरै क्रिस्टल सिलिका फोर्स। प्लान्टलाई रुडोल्फ साइमनले चाहिँ त्यो बेला चाहिँ प्लान्टलाई चाहिँ यो अर्थको बिडी 500 यो पृथ्वीको माइक्रो अर्ग्यानिजम मात्रै बढाएर हुँदैन, यसलाई चाहिँ माथिबाट पनि तान्नुपर्छ। सो यो प्लान्टलाई चाहिँ तलबाट एउटाले तान्यो होइन, 500ले तान्यो यसरी, अनि माथिबाट तान्ने चाहिँ सिलिका हो भनेर भन्नुभएको थियो है। सिलिका फोर्स, तलको चाहिँ अर्थ फोर्स, माथिको चाहिँ सिलिका फोर्स। सिलिका फोर्स चाहिँ त्यो क्रिस्टल ढुङ्गालाई मसिनो धुलो बनाउने, अलिकति नराम्रो, अलिकति अझै कस्तो भन्ने भन्दाखेरि मैदा जस्तो धुलो बनाउने होइन, एकदमै धुलो। त्यो बनाउँदा अलिक गाह्रै छ क्यारे होइन, तर पनि त्यो क्रिस्टललाई कुटेर पिसेर चाहिँ मैदा जस्तो धुलो बनाउने, अनि त्यसलाई चाहिँ पानीमा हालेर पेस्ट बनाउने, पेस्ट टु पेस्ट जस्तै लेदो हुन्छ। त्यो लेदोलाई सिङमा हाल्ने अनि भरिन्छ, भरिएपछि 15-20 मिनटमा त्यो जम्छ। जमिसकेपछि त्यो सिङलाई चाहिँ चैत वैशाखमा जमिनमा गाड्ने 6 महिना। त्यही भएर हाम्रो 2टा प्रोग्राम हुन्छ क्या, एउटा चैत वैशाखमा, एउटा चाहिँ सेप्टेम्बर अक्टोबरमा। त्यो उत्सव एकचोटि चाहिँ सिङ त्यो सिङ 500 गाड्छ अनि एकचोटि चाहिँ निकाल्छ। सो त्यही भएर त्यसरी चाहिँ त्यो 2टा हुन्छ होइन। चैत वैशाखमा गाड्ने किन भन्दा क्रिस्टललाई चाहिँ क्रिस्टल फोर्स चाहिँ हावामा हुन्छ, स्काईमा, हेभनमा त्यो फोर्सेस। प्लान्टलाई हावाबाट नाइट्रोजन तानेर आफूले नाइट्रोजन लिएर त्यसलाई मेनिफेस्ट गरेर चाहिँ हामीलाई प्रडक्ट दिनका लागि चाहिँ सिलिका फोर्स चाहिन्छ होइन। अनि सिलिका फोर्स चाहिँ त्यसरी 6 महिना गाडिसकेको सिलिका फोर्स चाहिँ निकालेपछि चाहिँ त्यो सिलिका चाहिँ अलिकति चेन्ज हुन्छ। त्यसलाई चाहिँ हामीले प्रिजर्भ गरेर राख्ने र घाममा, घाम आउने ठाउँमा, झ्यालको छेउमा सिसाको भाँडामा हालेर राख्ने। त्यसलाई चाहिँ बिहान पख जब प्लान्ट एकदमै एक्सपान्ड भएको हुन्छ, खुलेको हुन्छ अनि प्लान्ट उठेको हुन्छ, त्यो बेलामा चाहिँ यस्तै 16 लिटर पानीमा 1 ग्राम 30 ग्राम हुने, यो चाहिँ 1 ग्राम चाहिँ घोल्ने 1 घन्टा घोलिसकेपछि। अनि बिहान तपाईँले प्लान्टमा फोलियल स्प्रे गर्नुभयो भने तपाईँको प्लान्टलाई चाहिँ माथिबाट चाहिँ तान्ने काम गर्छ। भनेको हेभन फोर्स, स्काई फोर्स चाहिँ तपाईँको प्लान्टलाई दिन्छ। सो जब 500 र 502 तपाईँले प्लान्टलाई तपाईँको फार्मलाई दिनुभयो भने अलरेडी तपाईँको हेल्दी फार्ममा बनिन्छ। तर यो रिदममा चाहियो, रेगुलरमा चाहियो। तपाईँले 500 बेलुका गर्नुभयो भने प्लान्ट मारिदिन्छ। दिउँसो चर्को घाम लाग्छ, अहिले बर्खामा त्यत्रो घाम लाग्ने बेलामा तपाईँले 500 बिहान पख छर्नुभयो भने पुरै डढाइदिन्छ। एकदमै केयरफुल, बिहान 5-6 बजे गर्नुपर्छ। तपाईँले अहिले चाहिँ 500 घोलेर 501 घोलेर गरेर स्प्रे गर्नुहोस्, अनि त्यो घाममा यसरी हेरेर गर्नुभयो भने तपाईँको अनुहार पुरै कालै बनाइदिन्छ, डराइदिन्छ। त्यति पावरफुल हुन्छ त्यो सिलिका 1 ग्राम। अनि त्यसले चाहिँ 1 हेक्टर जमिनको प्लान्टलाई, तपाईँको कफी प्लान्टलाई दिनुभयो भने धेरै रोगबाट बचाउँछ सिलिकाले, त्यो क्रिस्टलले होइन। सो अब माथिबाट 501ले, तलबाट 500ले तान्ने, त्यो 2टा फोर्स तपाईँले प्लान्टलाई दिनुभयो भने अलरेडी धेरै राम्रो भएको छ अर्ग्यानिक। र यो बिचमा कम्पोस्ट, यो माटोमा, सोइलमा चाहिँ
माटोमा चाहिँ कम्पोस्ट दिने, पुरा जमिनमा चाहिँ 500 दिने, माथि सिलिका फोर्स माथि हेभनबाट एनर्जी ल्याउनको लागि चाहिँ सिलिका दिने हो भने त्यो जस्तो आदर्श फार्म के पनि हुँदैन। त्यही नै बायोडाइनामिक हो। इन अ वे बायोडाइनामिक फार्म चाहिँ यो कुरामा बेस यति काम गर्नुभयो भने बायोडाइनामिक फार्म हुन्छ र धेरै राम्रो हुन्छ होइन। अनि धेरै सक्सेसफुल बायोडाइनामिक फार्महरू चाहिँ संसारभरि छ होइन। नेपालमा पनि एउटा डिमिटर सर्टिफाइड फार्म छ तनहुँमा, एउटा जर्मनीले चलाएको होइन। 100 रोपनीमा त तुलसी रोप्या छ क्यारे, ह्युज हर्बल गार्डन छ। अनि विदेशमा चाहिँ तपाईँ यदि बायोडाइनामिक कफी सप अथवा बायोडाइनामिक क्याफे अथवा अर्ग्यानिक क्याफेमा जानुभयो भने यो कफी सपमा चाहिँ नेपालको हर्बल टी पाइन्छ। तनहुँको गोर्खामा पारी गोर्खा भन्नाले 1700 फाँटको त्यो खोला भयो, पारीपट्टि चाहिँ गोर्खा हो क्यारे, त्यो पारीपट्टि चाहिँ सबै बोर्डरमा 1700 भनेर भनिन्छ। 1700 भनेपछि तनहुँ आउँछ, वास्तवमा चाहिँ त्यो फार्म चाहिँ गोर्खामा छ कि। अनि चाहिँ त्यो 25 वर्षदेखि छ होइन। अनि नेपालको त्यसरी चाहिँ सामानहरू उसले बिक्री गरिरहेको छ। सो एकदमै हाई क्वालिटीको प्रडक्ट बन्छ होइन। त्यसरी चाहिँ यो फङ्सनमा चाहिँ गाई चाहिँ त्यसरी आउँछ कि है। किनभने गाईको गोबर चाहियो, गाईको सिङ चाहियो। गाई आफैमा तपाईँको फार्ममा गाई हिँड्नु भनेको तपाईँको फार्ममा चाहिँ सर्कुलेसन सिस्टम हुन्छ। एउटा एनर्जी एक ठाउँबाट अर्को ठाउँमा लानु छ भने यहाँ एकदमै राम्रो तरकारी फल्छ, ऊ त्यहाँ फल्दैन भन्यो भने गाईलाई त्यो फल्ने तरकारीको छेउछेउमा चराउने अनि त्यहाँ हिँडाएर लगाएर नफल्ने बारीमा लगाएर बाँधिदिनु भयो भने यहाँको एनर्जी त्यहाँ चाहिँ गाईले लान्छ। बडा इन्ट्रेस्टिङ छ नि त्यो बायोडाइनामिक फार्महरू त्यसरी काम गर्छ कि। सो यो थियो गाईको कुरा। त्यही भएर एउटा गाई अनि प्लान्ट र प्लानेट भयो भने चाहिँ बायोडाइनामिक फार्म भन्छ भन्ने कुरा चाहिँ थियो है। यसमा केही क्वेसन छ भने भन्नुहोस्। केही पनि क्वेसन छैन? जस्तो गाईको कुरा, गोबरको र सिङको कुरा त आयो, गहुँत पनि प्रयोग हुन्छ भने चाहिँ बायोडाइनामिकमा यो प्रयोग हुन्छ नि। गहुँत आफैमा होइन, गहुँत त किन मिल्छ, त्यसपछि अर्को चाहिँ प्रयोग नगरे सिधै चाहिँ प्रयोग गरिन्छ। त्यसरी फर्म चेन्ज गरेर गरिँदैन, सिधै गहुँत प्रयोग गरिन्छ। सिधै गहुँ प्रयोग गर्नु भनेको त राम्रो होइन। त्यो त अर्ग्यानिक कुरा गर्नुभयो तपाईँले होइन। गाईको गहुँत तपाईँले लगेर बारीमा गाईले पिसाब फेर्दै थापेर लगेर तपाईँले कफीको बोर्डमा हाल्नु भनेको युरिया हाले जस्तै हो। त्यो टेस्ट गर्दाखेरि युरियाको मात्रा बढिदिन्छ। गाईको पिसाबलाई जहिले पनि जमिनलाई कहिले पनि ट्रान्सफर्म नभएको चिज मन पर्दैन। जस्तै तपाईँले हड्डीको धुलो बारीमा छर्नुभयो भने त्यो जमिनलाई स्ट्रेस हुन्छ। गहुँत हाल्नु भनेको स्ट्रेस हुन्छ होइन। ग्रिन म्यान्युर गर्नुभयो तपाईँले, अर्ग्यानिक फार्मरहरूले गर्छ नि, हामीले नि गर्छौँ। ग्रिन म्यान्युर तपाईँले सर्लक्क खेत जोतेर ग्रिन म्यान्युर गर्नुभयो, तोरी के हो अब, बोडी के हो अब पाइन्छ नि बजारमा, त्यो सबै तपाईँले छर्नुभयो। अनि उम्रिएपछि फुल्ने बेलामा चाहिँ फेरि जोत दिनुभयो। त्यो जोतेर त्यो ग्रिन म्यान्युर म्याच्योर्ड नहुँदै तपाईँले त्यसमा केही रोप्नु भयो भने, जस्तै कफी रोप्नु भयो भने त्यो इम्याच्योर्ड, त्यो ट्रान्सफर्म नभएको, अर्ग्यानिक म्याटरमा ट्रान्सफर नभएको प्लान्टको रोग सर्छ। जहिले पनि पूर्ण ट्रान्सफर्म भएको चिज मात्रै दिनुपर्छ जमिनलाई। जस्तै पिना तपाईँले डाइरेक्ट हालिदिनु भयो भने त्यसले राम्रो पनि गर्छ र सँगसँगै त्यो फर्म चाहिँ छ नि, त्यो पूर्ण रूपमा माटोसँग मिक्स हुँदा स्ट्रेस हुन्छ अनि त्यसमा आएको प्लान्टमा इस्यु हुन थाल्छ कि। त्यही पिनालाई तपाईँले कम्पोस्टमा राखेर कम्पोस्टबाट ट्रान्सफर्म भएर
गणेउला मल भनौँ अथवा बायोडाइनामिक कम्पोस्ट त्यो कम्पोस्ट र मलमा हाल्नुभयो जमिनमा हाल्नुभयो भने जमिन खुसी हुन्छ। तर जस्तै हड्डीको धुलो भयो, पिना भयो, अनि धानको ढुटोको बारीमा हाल्यो भने स्ट्रेस हुन्छ बारी होइन। सो त्यसरी चाहिँ युज गर्नु हुँदैन। त्यस्तै गरेर गाईको पिसाबलाई पनि डाइरेक्ट युज गर्नु हुँदैन। गाईको पिसाबलाई चाहिँ हामीले के गर्छौँ भन्दाखेरि ड्रममा राख्ने भरेर अनि त्यसमा चाहिँ प्रिपरेसन चाहिँ झुन्डाउने, अहिलेको 6वटा प्लान्टको प्रिपरेसन झुन्डाएर 10 दिनमा चाहिँ त्यो ट्रान्सफर्म हुन्छ, त्यो युज गर्न मिल्छ। कम्पोस्ट पनि आधा पाकेको गोबर त गाईले खाएर पचाएर गौराएको गोबर त डाइरेक्ट लगेर खेतमा हाल्दाखेरि कति असर हुन्छ एक्ज्याक्टली त्यही हिसाबले सोच्नु पऱ्यो कि जमिनलाई कहिले पनि नपाकेको नगलेको कम्पोस्ट नभएको चिज दिँदाखेरि चाहिँ स्ट्रेस हुन्छ। स्ट्रेस भएको जमिनले चाहिँ अनहेल्दी प्लान्टलाई बढुवा गर्छ कि अथवा पछि प्रडक्सनमा चाहिँ इस्यु हुन्छ अथवा टेस्टमा इस्यु हुन्छ, कलरमा इस्यु हुन्छ। त्यो हिसाबले है तपाईँले यो बिडी 501 छ नि कफी पाक्नै बेलामा छरिदिनु भयो भने एकदमै हाई क्वालिटीको कफी उत्पादन हुन्छ, टेस्टमा कलरमा त्यस्तो हुन्छ। सिलिका फोर्स चाहिँ जति सिलिका भयो नि तपाईँको प्लान्टमा मुस्ताङमा किन आलु राम्रो फल्छ, किन त्यहाँ खेती राम्रो हुन्छ, त्यहाँ सिलिकै सिलिका छ। यता हेऱ्यो भने पुरै सिलिकाको डाँडा छ, यता हेऱ्यो भने सिलिकाको डाँडा छ, मरुभूमि जस्तो होइन। त्यस्तोको बिचमा लगाएको खेती सिलिकाले गर्दाखेरि त्यहाँ अब जे पनि युरियामा डुबाएको के भन्छ अरे आलु पनि कति स्वादिलो हुन्छ, किन भन्दाखेरि सिलिका छ। काठमाडौँमा एकदम राम्रो फल्छ तरकारी, तर बेस्वादको हुन्छ, किन भन्दाखेरि क्ले छ। क्लेमा भएको एकदम त्यसलाई पोर सोइल भन्छ हामीले। पोर सोइल भनेको एकदम धेरै क्ले भएको, त्यसमा चाहिँ मिनरल्सहरू कम भएको त्यस्तो ठाउँमा फलेको तरकारी चाहिँ ठुलो राम्रो फल्छ, तर बेस्वादको हुन्छ। तर सिलिका फोर्स भएको प्लान्ट चाहिँ स्वादिलो हुन्छ, तर अलि सानो फल्छ, त्यस्तो हुन्छ है। त्यही भएर सिलिका फोर्स दिने हो भने 500 दिनु भनेको काठमाडौँको जस्तो जमिन बनाउनु हो, 501 दिनु भनेको चाहिँ मुस्ताङको जस्तो जमिन बनाउनु हो। सो दुईटै फोर्स चाहिँ हामीले गाईको सिङ प्रयोग गरेर गर्छौँ, त्यसलाई ब्यालेन्स गर्ने काम। कफीमा यो गर्न पायो भने अद्भुत हुन्थ्यो होला जस्तो लाग्छ। हुनु त गरिरहेछ एकजना साथीले होइन, त्यस्तो भयो नि। अरू केही क्वेसन छ? हजुर सोह्र लिटर पानीमा 1 ग्राम भनेको त एकदम थोरै हुन्छ नि, यति 1 ग्राम हालेर घोल्नुपर्छ। अलिक घोल्न सिकाउने अब है। अरू त्यसमा पानी हाल्नु पर्यो। यसो मैले एउटा यस्तो सुनेको थिएँ कि यो अलिकति ग्रोथ नभएको बिरुवाको छेउमा यो कपर वायरको यस एन्टिना जस्तो बनाएर त्यहाँ छेउमा गाडिदियो भने त्यो ग्रोथ हुन्छ भन्ने सुनेको थिएँ मैले। प्र्याक्टिकल देखाएको त होइन कि त्यसमा केही लजिक छ? कपरले चाहिँ यस्तो हुन्छ, ग्रोथ नभएको प्लान्ट ग्रोथ भएन भन्नुको अर्थ के हो भन्दाखेरि अक्सिजन भएन है, अथवा ब्रिदिङ गरेन प्लान्टलाई। त्यो जमिन चाहिँ यति टाइट भयो कि उसको जराले चाहिँ अक्सिजन लिन सकेन, अथवा एरिएसन भएन भनौँ। नभएपछि कपर वायर हाल्ने चलन छ। त्यसले चाहिँ के गर्दा भन्दाखेरि जरामा दुलो भएपछि चाहिँ त्यो दुलोबाट चाहिँ अक्सिजन जान्छ। अझै बिचमा दुलो भएको कपर वायर गाड्ने चलन छ कि। तपाईँ म इङ्ल्यान्डमा एउटा फार्ममा गएको होइन, त्यस्तै कपर वायर थियो, कपरको के भन्ने अब फलाम जस्तो होइन, हरेक बोर्डमा गएर यसरी गाड्दै के गरेको भनेको त यसलाई अक्सिजन पुगेन, यसलाई चाहिँ हावा पुगेन भनेर चाहिँ त्यसरी गाडेको थियो कि। अनि कोही चाहिँ अलिक अति नै बढेन, 2 वर्षमा पनि जस्तै भएको प्लान्ट छ भने त्यसमा गएर कपर वायरै गाडेर राखिदिएपछि त्यो कपरले चाहिँ एनर्जी ग्यादर गर्छ र प्रशस्त मात्रामा अक्सिजन दिन्छ भनेर चाहिँ त्यस्तो भनेको थियो। र बायोडाइनामिक फार्मरहरू चाहिँ त्यो गर्छ
अरू केही क्वेसन छ? अनि यो छर्ने कुरामा चाहिँ जस्तो यो हाम्रोमा पहिला यो घरमा रुद्री हुँदाखेरि हजुर त्यो रुद्री गरिसकेपछि जुन जल घडाभरि भरिएको हुन्थ्यो त्यो अब पूजा गरिसकेपछि अब सामान्य छर्ने हामीले टाउकोमा छर्ने त भइ नै हाल्यो। त्यो ह्युज एमाउन्टमा लगभग त्यो एक होइन गाग्रीभन्दा धेरै हुने चाहिँ त्यो मलाई सम्झना छ बुवाले चाहिँ बारीमा लगाएर छरिदिनुहुन्थ्यो क्या। छरिदिनुहुन्थ्यो। त्यो पनि एक खालको कल्चर हो। एउटा रिएजेन्ट हो भन्न सकियो होइन। रिजेनेरेटिभ गरेको त्यो भनेको पानी चाहिँ यस्तो चिज हो जसलाई चाहिँ एक्टिभेट गर्नुपर्छ। अहिलेको पानी त झन् मर्दी खोलाको पानी त्यहाँ सँगालेर प्युरिफाई गरेर यत्रो पाइपमा हालेर त्यत्रो मुभमेन्ट गरेर होइन अनि फेरि यहाँ आएर पोटास हालेर छानेर अनि घरमा आउँदा भुइँटेङ्गीमा यति पानी हप्तामा 2 चोटि अनि त्यसलाई फेरि पम्प हानेर माथि तानेर तपाईँको भाँडासम्म आएर फेरि युरो गार्डमा छानेर खाने पानी त लिभरको समस्या हुन्छ होइन। त्यो पानीलाई चाहिँ रिजेनेरेटिभ गर्नुपर्छ। त्यसलाई गर्नमा अहिले के गरिरहेको छ तामाको उयो मिनरल वाटर प्लास्टिकको भन्दा तामाको राख्ने बित्तिकै त्यसले अलिकति पानीको नेचरलाई लाने भयो होइन। घैँटोमा राख्ने माटोको भाँडामा राख्ने। सो पानी खानुभन्दा पहिला फेरि त्यो सबै प्रोसेस भएर फेरि ब्याक टु मूलमा लगेर पानी खाने चलन छ। हरेक पूजाहरू गर्दा तपाईँले भने जस्तो त्यो पानीलाई चाहिँ मूल स्रोतमा पुर्याउँछ मन्त्रले पूजाले सर्टेन फोर्सेसले हवनले होइन। अनि त्यो फोर्सेस त्यस्तो भएको पानी चाहिँ रिजेनेरेटिभ हुन्छ। त्यो जमिनमा हाल्नु भनेको हामीले हाल्ने अहिलेको ड्रिप इरिगेसन गर्ने पानीहरू त लाइफलेस पानी हो। विथ लाइफ पानी गर्नको लागि चाहिँ उहाँले भने जस्तो उहिलेको कल्चरमा चाहिँ थियो र त्यो छर्दाखेरि चाहिँ प्लान्टलाई जमिनलाई चाहिँ राम्रो होइन। तपाईँले धारामा आएको पानी जति बारीमा हाल्यो भने के हो एक दिन पानी पऱ्यो भने महिनौलाई पुग्छ नि। टोटली डिफ्रेन्ट थियो होइन। सो त्यस्तो छ। त्यो हिसाबले चाहिँ गरिन्छ र पहिला जस्तै लामाहरूले पनि त्यही गर्नुहुन्थ्यो होइन। विशेष दिन गरेर ल आजदेखि धान रोप्ने है भनेर छुट्याइन्थ्यो अनि खै के हो घन्टी बजाउँदै छर्नुहुन्थ्यो। सो अल त्यो सबै कुरा चाहिँ बायोडाइनामिकमा इन अ डिफ्रेन्ट पर्सपेक्टिभमा आएको के भनेको साइन्टिफिक हिसाबले आएको हो। हुनलाई चाहिँ त्यो पुरानै कुरा हो फेरि। तर अबको फ्युचरको एग्रिकल्चरिस्टहरूलाई अथवा किसानहरूलाई अथवा गार्डनरहरूलाई चाहिँ डिल गर्नको लागि चाहिँ साइन्टिफिकली आएको मात्र हो। यही कुरा छ। अरू केही क्वेसन छ? क्वेसन चाहिँ बगाइनको रूपमा आफैमा के थियो? भाइरस थियो हो।